बसेको मान्छे त झुटो कुरा गर्छ झन् नेता भएपछि त देश नै बेचिहाल्छ नि सरिताले। आमामा के साह्रो लेखेको हौ। मोटाउनु होला नि भन्नुभएको छ। मैले दुब्लाको छु, मोटाउँदा केही फरक पर्दैन। अहिले म दुब्लाको छु कि अस्ति नै बिरामी भएर। अहिले मलाई 2-3 केजी मोटाउँदैमा फरक पर्दैन। कमेन्ट लेख्नु न हौ गोविन्दजी, हुनुहुन्छ भने कमेन्ट लेख्नु होला। भन्छ कति कोठी राम्रो हो का मान्छे कति ए म त कोठी देखिरह मान्छे कति राम्रो हो के भन्नुभएको छ। थ्याङ्क यू सेवारो। व्रत बसेको मान्छेलाई त झुट कुरा गर्छ त नेता भएपछि। अनि त कुरा गर्नु पऱ्यो नि त हजुर। हजुरले फेरि कपी गर्नुभयो के रामहरिजी। यो सबिनजीको कपी गर्नुभयो हजुरले होइन। उहाँ त के लेखिरहनुहुन्छ। उहाँको कुरामा लाग्नुभयो भने त के हुन्छ। नलाग्नु होला कृपया। सबिनजीको कुरा चाहिँ कमेन्ट चाहिँ नगर्नु होला है। रविनले धोका दियो च्यावारीलाई, यो राइट। मैले त घुट थुक निल्ने गरी जेरी खायो भोलि छेरेर बस ल अब अरे। सरी ल मलाई छिरपाटी आउँदैन। त्यस्तो खानेकुरै खाँदिनँ म। म नि झुटो बोल्दिनँ नि। अनि उहाँ त अनि के लेख्नुहुन्छ अनि तपाईँले कपी गर्नु थाल्नुभयो भने त फेरि आँखा चिलाउन थाल्यो हो मेरो चाहिँ। तिम्रो त्यो आँखामा को बस्छ मुटुमा तिम्रो को लुक्छ। च्यावाली के छ क्युटी भन्नुभएको छ। ठिक छ। कुलुक छ है कुलुक छ आनाको तेला छोरी तिमीलाई वरिपरि तिमीलाई हेर्दै कुलुक छ। भए म सबिन भन्ने बित्तिकै झोक चल्थ्यो होला। यस्तो रिस उठ्थ्यो गरेर हिँड्थ्यो होला म त गरेर। म तपाईँ चाहिँ सबिन भन्नु होला गरेर हिँड्थेँ म तपाईँलाई टिकटकमा रिस उठाउँथेँ नि सबिन त्रिपाठी भन्नु थियो गर्थेँ। आज मेरो व्यवसाय थिएन है गाइस। आज सैटरडे छुट्टी मकै बुट्टी हो आज। सबिनसँग मेरो आजकल लाइफमा कुरा हुँदैन। नबोलाउनै राम्रो। शनिबार लाइफमा बिताउँछु। शनिबार यसै गफ गर्यो।
म रोगी सेल्फिस रे हो र सेल्फिस त हो नि 80वटा कमेन्ट गरेर ट्याप ट्याप नगर्ने मान्छे सेल्फिस होइन 80वटा अनि कमेन्ट गर्नु एउटा पनि ट्याप ट्याप नगर्नु भनेको कति सेल्फिस मान्छे हो भन्ने कुरा आफै थाहा पाउनु मान्छे आउनु बित्तिकै वहाँनेरि रोज हान्नु थाल्छन् तपाईँ कमेन्टले कहिले थाक्नुहुन्न ए अहिले पनि हेर्दा 73वटा आमामा कमेन्ट 30 मिनट वाचिङ नो सेयर नो लाइक अब आफै हेर्नु गाइस सबैजनाले हेर्न मिल्छ है सबिनजीको उसमा गएर माथि यसरी थिच्नु अनि सबैजनाले हेर्न मिल्छ न लाइक गरेको छ न केही गरेको छ सेयर गरेको छ सिर्फ 73वटा कमेन्ट गरेको छ एउटा पनि छैन लाइक अनि अहिले चाहिँ गर्न थाले है फेरि हेर त भनेपछि लाज मर्ने अनि यस्तो मान्छेलाई त अरूले त उडाइदिन्थ्यो फिर्की भएर त बेइज्जत गरेर ब्लक हानिसक्थ्यो पहिले बेइज्जत गर्ने अनि ब्लक हान्ने पछि चियावाली भएर बचेको 73वटा कमेन्ट लेख्नु भ्याइसकेको अनि आमामामा अनि यस्तो स्वार्थी मान्छे भियर्स छन् मेरो अनि म्युट हान्दिएर अनि अपोजिटमा गएर चियावालीले मलाई म्युट हान्यो यस्तो स्वार्थी छ जोसँग पनि झगडा गर्छ चियावाली त भनेर लेख्ने अनि अपोजिटमा गएर हैन दुश्मन के म्युट हान्दिएको थिएँ दुश्मनको व्यवहार गरिहाल्यो हैन ब्लक हानेको भए त के गर्थ्यो होला सबैसँग झगडा गर्छ अरे अब म कोसँग झगडा गरेको नि म ल भन्नु त म कोसँग झगडा गरेँ ल रेकर्ड निकाल्नु त झगडा गरेको साइला दाइको कुरा बाहेक अरूको निकाल्नु है फेरि कुरा चाहिँ साइला दाइले मलाई चित्त दुखाएको आफैले हो मैले छाडा नबोल्नु भन्दा पनि बोलेको हो बुझ्नुभयो त्यसमा मेरो केही पनि दोष छैन तिमीलाई मन परेको भएर त डाटा लिएर रात दिन आएर हेर्छु त अरे अब यसलाई फोन गरेर भात खान्न भन्नुपर्ने भएको छ एकछिन ल साथीहरू मेरो भाइले फोन गर्यो ले त चलाउँदैन त इमो यो व्हाट्सएप पनि कहाँ राख्छ हौ नहानी भाइ म त अगाएँ त्यो जेरीले ल खाना खाँदिनँ म ड्याममा अगा चाहिँ यत्रो चिनी खाएर नमस्ते हजुर नमस्ते मिस गर्दैछन् रविले हो र हाई नमस्ते नमस्ते मेरो न्यू रोडतिर हो न्यू रोडमा है चिया खाइन गाइज आज मैले चिया खाएको छैन कफी खाएको अघि कति 1-2 घन्टा अगाडि जेरी खाएर अगाएर खाना पनि नखाने भनेको पुण्य दाइसँग जोड्यौँ है हेलो पुण्य दाइ हेलो के छ